हामी देश विकासका लागि भनेर यहाँनिर सदनमा धेरै बोलिरहेका छौँ। तपाईँभन्दा म जान्ने, म भन्दा तपाईँ जान्ने भन्ने हिसाबबाट पनि यहाँनिर फर एन्ड अगेन्स्ट कुराहरू भइरहेका छन्। तर मलाई लाग्छ हामीमा के कमजोरी भयो? उत्तरतर्फको छिमेकीले हामीलाई 100-200 वर्ष अगाडि गइसक्यो छोडेर, दक्षिणतर्फको छिमेकीले पनि हामीलाई थोरैमा 80 वर्ष छोडिसक्यो विकासको दौडमा। हामीमा के कमजोरी भयो? मलाई लाग्छ नेपालीमा एउटा समस्या छ, हामी इमान्दार छैन। हामी आजदेखि इमान्दार बनौँ। म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, हामीलाई केही न केही ठग्नु छ, केही न केही छल्नु छ है। एउटा सानो कर्मचारीदेखि लिएर राजनीति गर्ने तपाईँ हामी जस्ता झुटो बोल्नु छ, मौका यही हो भनेर मौकामा चौका हान्नुपर्छ भन्ने हाम्रो मनोविज्ञानका कारणले गर्दाखेरि आज जति नै राम्रो नीति हामीले बनाए पनि, जति नै राम्रो कार्यक्रमको बारेमा छलफल गरे पनि हाम्रो नियत ठिक नभएको कारणले नेपालीले उन्नति गर्न सकेन भन्ने निचोड चाहिँ मेरो हो। त्यसो भएको कारणले गर्दाखेरि बिना स्रोतका सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्ने, आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचारदेखि लिएर अनेक परेका छैन ठगी गर्ने, त्यो ठगीमा प्रत्यक्ष रूपमा संलग्न बन्ने, त्यसको तपाईँको त्यसको प्रतिशतले हामीले चाहिँ के अरे आफ्नो जीव पालिराख्नुपर्ने यो चलनको हामीले अन्त्य नगरुन्जेलसम्म यस्ता सदनहरू थुप्रै गठन हुन्छन्, हामी जस्ता सांसद थुप्रै आउँछन् जान्छन्, सरकारहरू बन्छन्, विघटन हुन्छन्, तर हामीले प्रगति गर्न सक्दैनौँ। आज हरेक मान्छेलाई ठग्नु छ यो देशमा, मैले देखेँ। त्यसो भएको कारणले गर्दाखेरि यो ठग्ने चलनको अन्त्य नगरिकन, हामी इमान्दार नबनिकन नीति तथा कार्यक्रमको ठुलो यहाँ बहस भइरहेको छ। पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ, हामी सरकारलाई यसो गरौँ उसो गरौँ भनेर सल्लाह दिन्छौँ। सरकारले पनि हामी मात्रै जान्ने भन्ने हिसाबले आफ्नै तपाईँको चाहिँ मनको गीतहरू लेखेर नीति तथा नियम कानुनहरू बनाउनु हुँदैन। हामीले दिएका सल्लाहहरूलाई तपाईँहरूले गम्भीर भएर स्वीकार्नुपर्छ। मैले अघि भने हामी यहाँ बोल्छौँ, बोल्नु त बोल्छौँ, त्यसपछि सुनिन्छ कि सुनिँदैन, सुनिन्छ कि बुझिन्छ कि बुझिँदैन, बुझिसकेपछि स्वीकार गरिन्छ कि होइन, कारणसहित स्वीकार गर्नुपर्छ। फेरि त्यत्तिकै साथीले बोल्यो भन्ने हिसाबले स्वीकार्ने पनि होइन, र कारणसहित अस्वीकार पनि गर्नुपर्छ। यस्तो भएको कारणले स्वीकार गर्न सकिएन भन्नुपर्छ। नीति तथा कार्यक्रम बन्दाखेरि होइन, प्रतिपक्ष दलसँग छलफल गरिएको छैन, त्यतिकै खाका आयो, वाचन भयो, त्यो वाचन भएका खाकालाई हामीले स्वीकारी दिनुपर्ने, अनि भोलि नै तपाईँको चाहिँ गरिहाल्नुपर्ने भन्ने हिसाबले हतार कुदेर केही पनि हुँदैन। कुद्दै गरेको काम राम्रो हुँदैन। यो हाम्रो परीक्षा हो। कुद्दै परीक्षा लेख्दा के हुन्छ? त्यो मात्रा पुग्दैन, ह्यान्डराइटिङ राम्रो हुँदैन, बुझिँदैन भने जस्तो कुदेर हुँदैन। हामीलाई हतार त्यस्तो केही पनि छैन। बिस्तार गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने कुरा छ। बिस्तारै जाउँ, सरसल्लाह गरेर जाउँ। प्रतिपक्ष भन्ने बित्तिकै सत्तापक्षले भेट्नै नहुने, सत्तापक्ष भन्ने बित्तिकै प्रतिपक्षले चाहिँ भेट्नै नहुने भन्ने हिसाब होइन। तर पनि हामी विवेक प्रयोग गरेर, हामी मान्छे हौँ, मानवता प्रयोग गरेर हामीले चाहिँ के अरे सही र गलत छुट्याउन सक्नुपर्छ। आज यो देशका नागरिक, गरिब नागरिकलाई सुकुम्बासीको नाममा, धनी पूर्जा र गरिब पूर्जा है, यसको नाममा चाहिँ तपाईँको चाहिँ एउटा वर्गीय विभेद देखाएर त्यो फोहोर ठाउँमा बस्ने, त्यसलाई खेदाइहाल्नुपर्छ भन्ने हिसाबले सरकारले जुन खालको चाहिँ नि होइन उचित व्यवस्थापनको नीति तय नगरिकन डोजर आतङ्क फैलाएको छ, यसको हामी तपाईँको चाहिँ विरोध गर्छौँ। सरकार सचिनुपर्छ। हरेक मान्छेलाई मात्रै नभएर किराकिरी हरेक प्राणीलाई आफ्नो वासस्थान प्यारो हुन्छ, वासस्थान चाहिन्छ होइन। माछाको कुर हुन्छ, चराको गुँड हुन्छ, किरा फट्याङ्ग्राको पनि आफ्नो बस्ने ठाउँ हुन्छ भन्ने मान्छे हो नि हामी। हाम्रो प्रतिष्ठासँग जोडिएको घर 81 राज्यले आएर भत्काइदिँदाखेरि हामी मध्ये कसैलाई ठिक लाग्छ त?
तपाईँ हाम्रो मोटर गाडी होला, कसैको बाइक होला, कसैको गाडी होला, ल कसैले आएर चाहिँ नि अहिले एकछिन यहाँ चोकमा गएर होइन खोसाएर लैजाओस्, तोडफोड गरिदियोस्, जलाइदियोस् त हामीलाई ठिक लाग्छ? एउटा नाथे गाडी त हामीलाई चाहिँ नि के अरे त्यत्रो प्यारो लाग्छ, हामीलाई ठिक लाग्दैन त्यसो भन्दाखेरि हामी बसिरहेको हाम्रो सामाजिक प्रतिष्ठासँग जोडिएको हाम्रो वासस्थान, हाम्रो घर, कुनै पनि बाहनामा नियम कानुन, यस्ता नियम कानुन बनाउनलाई नै हामी यहाँ आएको। सबै नियम तपाईँको चाहिँ के अरे ठिक थियो भनेदेखि व्यवस्था परिवर्तन हुँदैन थिए। समय सापेक्ष नियम कानुनलाई परिमार्जित गर्दै लानुपर्छ। तर हाम्रो नियम कानुन बनाउने तपाईँको मुख्य उद्देश्य केन्द्रबिन्दु भनेको मानवता, मान्छेको सेवा सुविधा हो। हामी गरिबलाई हेप्छौँ, गरिब बिना देश चल्छ, संसार चल्छ। काठमाडौँमा बसेका गरिबहरूलाई खेदाइहाल्नुपर्छ भन्ने किसिमको नीति अख्तियार गर्यो भने भोलि तपाईँको चाहिँ यहाँ घरहरू बन्छन्, बाटाहरू बन्छन्, फोहोर तपाईँको चाहिँ उठाउने काम हुन्छ। यहाँ तपाईँ हामीले गर्ने हो। म त रेडी छु, म त बेलचा हानेरै आएको मान्छे हो, एनी टाइम एनिथिङ होइन, एनी वर्क। तपाईँ रेडी हुनुहुन्छ? अहिले नाला सफा गर्न जाउँ भन्दाखेरि यहाँ तपाईँ आउनुहुन्छ? आउनुहुन्न। भनिसकेपछि हरेक वर्गका मान्छेको काम हुन्छ। यो कुरालाई पनि बुझ्नुपर्छ र त्यसरी नै मान्छेलाई चाहिँ सम्मान गर्न सकौँ, हामी आफू पनि सम्मानित बन्न सकौँ, म यो भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो बोल्ने, सुन्ने, बुझ्ने अनि स्वीकार गर्ने, अस्वीकार गर्ने यो कुरा प्रक्रियागत ढङ्गबाट अगाडि बढ्छ। यहाँ प्रतिपक्षको काम सत्तापक्षलाई खबरदारी गर्ने। हामी एउटा गाडीको कोही गियर जस्तो, कोही एक्सेलरेटर जस्तो, कोही ब्रेक जस्तो एउटै सिस्टमका अङ्ग हौँ। तर आजको यो हाम्रो बहस पैरवी सुन्दाखेरि को चाहिँ हामी जान्ने होइन, कसले कसलाई धेरै आरोप लगाउन सक्ने भन्ने हिसाबबाट उद्धत भएको जस्तो देखियो। र यहाँ सत्तापक्षको तर्फबाट बोल्नुहुने माननीय गणेश पराजुलीज्यूले बोल्ने क्रममा भरौटे भन्ने शब्द पनि प्रयोग गर्नुभयो र यस्ता शब्दहरू आगामी दिनमा हामीले प्रयोग नगरेको राम्रो, म सबैजनालाई यो अनुरोध गर्न चाहन्छु। मैले हिजो बोल्दै गर्दा पनि केही प्रश्नहरू मैले उठाएका थिएँ। प्रतिपक्षको काम सत्तापक्षलाई प्रश्न गर्नु नै हो, त्यसलाई अन्यथा मान्नु हुँदैन। त्यो प्रश्न नै जनताको प्रश्न हो, जनताको एजेन्डा हो, जनताको सेवा सुविधासँग जोडिएका प्रश्नहरू हुन्। ती प्रश्नहरूलाई मैले अघि भने बोल्ने, सुन्ने, बुझ्ने, स्वीकार गर्ने अथवा अस्वीकार गर्ने यो प्रक्रियामा लानुपर्छ। हामीले कर्मकाण्डी आयो, बोल्यो, ठिक छ, उसले बोलोस्, म सुन्छु, सुन्दिनँ पनि भन्ने हिसाबबाट होइन। आज पनि यहाँ आधी जति कुर्सीहरू खाली छन्। यो सदनमा आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने भन्ने खालको हो या के हो, यो विषयमा सभामुखज्यूले विचार गर्नुहोला भन्न चाहन्छु। र हिजो मैले पढ्न नभ्याएका प्रश्नहरू, जनताका प्रश्नहरू म आज पुनः निरन्तर गर्न चाहन्छु। यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो। यही हो त लोकतन्त्र? जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? उदाहरण हामी महाकाली नदीको पारिपट्टिको तटमा भइरहेको निर्माणलाई हामी देख्न सक्छौँ। सरकार किन मुखदर्शक बनेको छ? यसको उत्तर सरकारले सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई दिएको राम्रो। बोल्न नसक्ने भगवानका मन्दिरहरू, गुम्बा, गिर्जाघर र विद्यालयहरू भत्काउनुको कारण के हो? कि यो सरकार निर्जीव सरकार हो
जो जीवित जनताका जीवन्त आस्था, मान्यता, संस्कार र संस्कृतिलाई मेटाउन कसम खाएर आएको छ। सरकारले जताततै भत्काएको, तोडेको, फोडेको मात्रै देख्दा जनता आतंकित छन्। आज लगानीकर्ता, व्यवसायी निरुत्साहित छन्। व्यवसायीहरूमा आतंक फैलिएको छ। देशको अर्थतन्त्र समाप्त गर्ने सरकारी योजना हो कि के हो यो? युवाहरूलाई स्वदेशमै राख्ने भाषणले चुनाव जितेका सरकारको रोजगारी सम्बन्धी के छ त योजना? डोजर आए छाती थाप्ने बाचा, बाचाले चुनाव जितेकाहरूलाई बाचा पुरा नगरेको आरोपमा मुद्दा लाग्छ कि लाग्दैन? हामीले गरेका चुनाव ताका गरेका प्रतिबद्धताहरू पुरा नगर्दा हामी सबैलाई मुद्दा लाग्नुपर्छ कि पर्दैन? हाम्रो नैतिक धरातल कति बलियो छ? नैतिक धरातलमा हामी उभिन्छौँ या उभिँदैनौँ? समन्वय, सहकार्य र सन्तुलन गुमाएर सरकारले शान्ति सुव्यवस्था कायम गर्न सकेको छैन। देशैभरि जनता आक्रोशित र आन्दोलित छन्। आज आत्महत्या गर्ने सम्मको बाध्यता सरकारले निम्त्याएको छ। अब कसरी शान्ति सुरक्षा कायम गर्छ यो सरकारले? विदेशी ऋण, डोजर, आतंक, प्रहरीको लर्को, बुट, लट्ठी र बन्दुक मात्रै देखाएर सरकारले कस्तो खालको सुशासन र विकासको नमुना देखाउन खोजेको? वीरगञ्ज, गण्डक चोकदेखि मितेरी पुल, बुटवल, हेटौडा, काठमाडौँका सामाखुसी, सीतापाइला लगायत देशैभरिका स्थानहरूमा बाटोको मापदण्ड भन्दै घर भत्काउँदै आतंक फैलाउँदै जनताको निजी सम्पत्ति माथिको आक्रमण कहिले रोक्छ यो सरकारले? कि सबै घर भत्काएर बालुवाको रासमा देशको विकासको खाका कोर्ने हो? यसको उत्तर हामीलाई चाहिन्छ। दृष्टिविहीनहरूका र असहाय, रोगी, अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले के त्यस्तो विशेष योजना अगाडि सारेको छ? नेपाल आफैमा बहुसांस्कृतिक पहिचान बोकेको सांस्कृतिक देश हो। ताप्लेजुङको मुकुमलुङ पाथिभरा देवी दर्शन गराउने न्युमा केवल कार निर्माणको नाममा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामाथि केही सीमित व्यक्तिहरूको स्वार्थमा भइरहेको अतिक्रमणलाई किन देखेन यो सरकारले? कहिले रोक्ने त्यो विनाशलाई? बत्ती पनि बलिसके जस्तो छ। धेरै कुरा म राख्न चाहन्न। हामी इमान्दार बनौँ, यति भन्न चाहन्छु। समयको लागि धन्यवाद। नमस्ते।